मानव तस्करी काण्डको रूपमा देखा परेको छ। त्यसै यो गम्भीर र चाहिँ बडो एक प्रकार रहस्यमय पनि काण्डको रूपमा देखा परेको छ। त्यसैले यसलाई माथिल्लो स्तरबाट छानबिन गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ। यसै सन्दर्भमा हाम्रो माननीय गृहमन्त्रीज्यू जो अस्ति नै मैले भनेको थिएँ मेरो पुरानो मित्र हुनुहुन्छ, इमान्दार हुनुहुन्छ, नैतिकवान पनि हुनुहुन्छ। उहाँको नैतिकतामा उहाँको इमान्दारीमा हामीलाई बिल्कुलै शङ्का छैन। तर उहाँको मातहतमा रहेको अध्यागमन कार्यालयबाट जे जस्ता मान्छेहरू त्यहाँ गएका छन्, तीर्थराज भट्टराई, विमल पौडेल लगायतका मान्छेहरू, उहाँको सचिवालयमा जे जस्ता मान्छेहरू छन्, ती सबै मान्छेहरूको इतिहास अलि कालो प्रकारको इतिहास छ। उनीहरू दण्डित भएका छन्, उनीहरू मुछिएका छन्, विभिन्न काण्डमा डामिएका छन्। त्यस्तो मान्छे नै माननीय गृहमन्त्रीज्यूको छनौटमा किन पर्यो? हाम्रो प्रश्न त्यहाँनिर हो। हामीले गृहमन्त्रीज्यूले बदमासी गर्नुभएको छ भनिरहेका छैनौँ, हामीलाई त्यस्तो लाग्दैन। हाम्रो यो चाहना पुरा होस् हामी चाहन्छौँ, तर व्यवहारहरूले, तथ्यहरूले, घटनाहरूले त्यस्तो पुष्टि गर्दैन। त्यस कारणले उहाँले आफू नैतिकवान हुनुहुन्छ, इमान्दार हुनुहुन्छ भन्ने प्रमाणित गर्नका लागि पनि मार्ग प्रशस्त गरिदिनु पर्ने हुन्छ र माथिल्लो तहबाट एउटा छानबिनको लागि तयार रहनुपर्ने चाहिँ हुन्छ। हुन त यति बेला प्रतिनिधि सभामा अलिकति उहाँको राजीनामाको मागबाट थोरै पछाडि हटेर हाम्रो प्रतिपक्षका साथीहरू संसदीय छानबिन समिति भएमा उहाँको राजीनामाको माग नगर्ने भन्ने कुरा राखिरहनु भएको छ। यद्यपि त्यो बारेमा अझै टुङ्गो लागिसकेको छैन। हामीले सुने अनुसार यसमा करिब सहमति भइसकेको छ भन्ने चाहिँ हो। यदि त्यस्तो हो भनेसम्म चाहिँ हामी त्यो कुरा छोड्न सक्छौँ। होइन भने उहाँले निश्चित रूपमा राजीनामा दिएर छानबिनलाई सहज बनाइदिनु पर्ने चाहिँ हुनसक्छ। माननीय गृहमन्त्रीज्यूकै सचिवालयका व्यक्तिहरू उहाँकै छनौटमा परेर निश्चित रूपमा कुन कुन मान्छेले कता कतैबाट तीर्थराज भट्टराईले बोलायो भन्ने कुरा चाहिँ छ। जे जस्तो भए तापनि एयरपोर्टमा त उहाँले पठाउनु भयो नि त, त्रिभुवन विश्वविद्यालय अध्यागमन कार्यालयमा त उहाँले पठाउनु भयो, अन्ततिरबाट त्यहाँ चाहिँ उहाँले छानेर ल्याउनु भयो। यी सबै कारणले गर्दाखेरि माननीय गृहमन्त्रीज्यूले त्यसको लागि अध्ययन अनुसन्धानका लागि, छानबिनका लागि मार्ग प्रशस्त गरिदिनु पर्ने हुन्छ। त्यसो भएन भने यो छानबिन समितिको आवश्यकता अपरिहार्य छ भन्ने कुरा राख्न चाहन्छु।